कफेर जाने कि पेट्रोल जाने डिसाइड गरे अनि क्यामेरामा त देख्नु पर्यो नि हैन नि मिलाउनु पर्छ होला सायद टाइम धेरै छैन नि फोटोहरु खिच्नेमा खिचिदिउँ के गर्ने होला अब हामी छिटो राख्नुपर्छ Hello guys, after a long time once again welcome to my channel. आज चाहिँ अनि म र मेरो साथी लाभाबाट कफेर भन्ने ठाउँमा कफेरसम्म घुम्न जाने कुरा भयो अनि आज छुट्टी पनि भइरहेछ ल त भनेर नि हिँड्यौँ हामी ल अनि ब्लग राम्रो हुन्छ होला अनि I hope you guys will love it. Okay. हुन्छ पुरा सुरु हुन्छ अब आकाश कोन पदेख्दा चाहिँ यसले चाहिँ यो गोप्रो चाहिँ के छ भन्दाखेरि आइफोन कस्तो खिचिदिन्छ हौ वाइट गरेर के खोइ त्यो चाहिँ थाहा भएन कफेर जाने बाटो दामी रहेछ त अब त्यही सिलगढी जाने भने बाटोहरू चाहिँ यतै हो अब हो यही हो नजाऊ आङीमा बस पुरा धुला नि त्यहाँ कालेबुङ पुग्ने बित्तिकै गयो सबै बम किन्नु पाएँ नि जोजो ओइ कता छौ कतिमा जाने हो कफेरको स्काई वक ओ दामी अनि क्यामेरामा त देख्नु पर्यो नि हैन नि Kita booming yang gue tahu juga. Dia fikaran. Oi guys, woi झर्दै लर्यो. हैन उले मजा उले दामी हुन्छ के काई फुस्किन्छ ल हैन त्यो लेभल दियो सम्म म जग्गा दिन्छु तिमी यो हैन त्यो त काट्नु मिलिहाल्छ म त काटेछु तिमी मात्र समाते ल गाइस अहिले हैन मजा समाते ल ल झराउँछ झराउँछ आउँछ त ओ या हैन सिधा गरेर मात्र त्यस्तो गर्नु म ठीक छ गराउन अलिक ओइ के गरान म त यो पो याद आउँदैछ त के रे यो दि देश दि तिमीलाई छाप भएर भन के गराउँदै नाना हैन जिपलाइन गर्दैखेरिको पो याद आयो त ओ यसो गर न यो दामी त्यसो ल भयो हल्का के भन्छ ब्लग हैन ओइ सर्ट मात्र ल ल यो पेट्रोल माग्दै छ ओ गाइस ल बस्न हामी चाहिँ ल हामी चाहिँ म युट्युबमा सट्टलाएर हैन हेरेको हल्का रमाइलो दसैँ
दास्तामा हल्का रमाइलो हो पिङ चलाएर अब छुट्टी त पाउँदैन घर जानु लागि अब यस्तो पिङ खेल्नु भने निस्केको नि हल्का हावा खाँदै ल अनि पछि भेट्यौँ है यहाँ डिक्छु भाइ के गर्नुपर्छ पर्छ त खिच के छ त म चाहिँ पछाडिबाट यस्तो आउँछु फेरि मान्छे कसैलाई फेरि डाइरेक्ट गऱ्यो भने मन पर्दैन रहेछ नि मैले अस्ति यो ठाउँ चाहिँ उयो साङ्खेको रिमो बनाएछ नि यो ठाउँ चाहिँ जानु खोजेँ कि यो ठाउँ चाहिँ थाहै भएन यो चाहिँ कहाँ हो खोइ त्यहीँतिर रहेछ यस्तो रहेछ है यो चाहिँ खोइ कहाँ हो थाहै भएन यो त अघि गएको ठाउँ भयो यो चाहिँ अर्कै यो गयो नि भ्यू भयो नि त्यहाँ जानबाट के हो कफेरको नजर जस्तै छ निची कुरा चाहिँ काटेर लोले गाउँ पार्कमा आइसकेको कुरा तर ड्रोन चाहिँ छैन तर यो गोप्रो त पाउँछ होला नि हौ पाइहाल्छ नि बबाल रहेछ पछि भिजिट गर्ने भने चाहिँ दामी रहेछ यो ठाउँ चाहिँ यताबाट जाउँ Only 20 rupees. Only 20 rupees है Yeah. तर हामीलाई त उयो पाएँ नि डिस्काउन्ट पाएँ नि है तुम चुम्देन्दे कफेर घुमिसकेर अब सकेर भने जस्तै यहाँ चाहिँ चिया खानु बसेको ओ यहाँ हजुर हस् के खानुहुन्छ अरू अहिले दा के भिडियो गराउनु चाहमिन त भिडियो भएन रहेछ नि के फाटक बन्द गयो पेलिङ फाटकमा दाइकोमा मोमो खाएर दिदीकोमा होइन यो के अरे यो कुरकुरे खाएर हो बसिरहेको यहाँबाट हिँड्नुपर्छ अझै हुँदै जानु हजुर भरे त फेरि यहीँ फर्किनु होइन हामी त तल खान जाने ब्रेक लागेन छिटो हटेर ब्रेक लागेन भने आफ्नो जिम्मा तर माथिसम्म त नपुगो तल त नपुगौँ हलो दिन डो हुन्छ नि आइमा घर जग्गा खाना डोयले लोक डोयले लाने लोक डोयल गर्छ मा पर्छ त है किनभने अलि रात अर्को पालि चाहिँ पुरा तल त्यो सेलरोटी पुलै भुने गरेर आउनुपर्ने राम्रो छ जग्गा घुमेर उताबाट फेरि घुमेर लाँदै पुग्यो हजुर ओ अनि के हो चस्मा पाएछ त चस्मा पायो भर्खर कस्तो चस्मा पायो चस्मा बाटोमै कहाँबाट चस्मा कसको होला खाएको रहेछ कसको हो पाउनु चाहिँ पायो बिस्तारै बिस्तारै दाजु बिस्तारै ल बिस्तारै ब्रेक त बनाएको छ कि तर तिनजना चस्माले गर्दाखेरि मान्छेको होइन हस्पिटल नपुगोस् होइन सुरक्षित हो यो चाहिँ पुलिस गाडी आयो पुलिसले के गर्छ जस्तो हामीलाई एम्बुलेन्स हो ए सरी चस्मा लाएर देखिनँ नि मैले ल ठिकै छ डोन्ट बी हौरी
जुन चाहिँ चस्मा चाहिँ एकदम हेर्दा खाएको चाहिँ के अरे रिबन टाइपको रहेछ कि तर अलिक फेरि यस्तो लगाउँदाखेरि चाहिँ अलिकति नसुहाउँदो टाइपको हुन्छ नि एउटा त्यस्तो टाइपको रहेछ कि अलिकति 100 खाएको सस्तो टाइपको रहेछ कि पछाडि गाडी आएर हामी फेरि के गाडी खोज्दैछ कि फेरि पुरा हुन्छ जस्तै फेरि गाडी यो सो दा हो या अब हामीले एकदम सोचेर गाडीले अगाडि जान्दिएको अर्को नै आउँदैछ नभए जो पनि मान्छेले यस्तो गर्दैन हो ल तपाईँहरू सबैजना हेर्नु सक्नुहुन्छ त्यो के अरे यस्तो ह्यान्डल यस्तो गरे होइन ह्यान्डल यस्तो गरेको नि लोरे के वाटर भ्यू यार माई गड ओ माई गड दाजु बिस्तारै है फेरि लड्छ है अघि हल्का अनि यस्तो हल्का लड्दै यस्तो भएछ कि हामी अनि तर भिडियोमा चाहिँ अब हामी हाल्नु सक्दैनौँ होला होइन क्याप्चर अलिक गरेन हाम्रो बेज देखाउनु सक्दिनँ त्यसले गर्दाखेरि अनि भएन हो तपाईँहरूलाई अब माफ पाऊँ है अर्को नेक्स्ट टाइम चाहिँ लड्यो भने चाहिँ हामी हालिदिन्छौँ नि हल्का फनी तर यो एकदम रोड चाहिँ हल्का अलिकति रफ टाइपको छ कि त्यसले गर्दाखेरि चाहिँ अनि अब मोदी सरकार तपाईँले अलिक हेरिदिनु पऱ्यो यहाँनिर हो रोड अलिक प्लिज गर्नु पऱ्यो अनि यहाँको चार खोलाको नेताहरूलाई नि रिक्वेस्ट गर्न चाहन्छु कि अब अलिकति मजाले मेन्टेन गरेर होइन चट्टा लगाएर रोड चाहिँ अनि क्लिन गरेर प्लिज गरिदिनु पऱ्यो हो ल लेभल 1 को हेल्मेट दाजु खोइ ल भन्दा पब्जी ओ लेभल 1 हेरेर के हो भने पब्जी खेल्नलाई यो पेस्टल चाहिँ साइडमा राखेको छ पेस्टल आज चाहिँ घुम्न हिँडेको यस्तो टुरिस्ट भनेर जला पनि लेभल 1.5 को बोकेछ हो लेभल हाफ को लेभल हो यहाँ त दामी रहेछ सिन आमामा यो चाहिँ नाइट भ्यू भन्ने के भन्ने हामी लाग्नुपर्छ होला सायद टाइम धेरै छैन नि फोटोहरू खिच्ने भए खिचे तिमीहरू के गर्ने होला अब हामी छिटो लाग्नुपर्छ ओए साम्रो सेल्फी स्टिक चला त यो अड्छ मल अड्दैन मोबाइल अनि हुँदैन नि सेल्फी स्टिक त्यो क्याच गर्ने छैन नि होइन मोबाइलको होइन हौ यो मोबाइलको होइन नि यसको लागि मात्रै हो यो मलमा त अगाउनु छैन छैन नि त्यो चाहिँ बोकेको छैन भने छैन मसँग एउटा छ एउटा उता छ तर त्यो मसँग त्यो छैन सामानहरू छैन ए खै यो खोल्दै यो फोर्की तिमीहरू कहाँबाट क्यामेरा यो खिच्ने गोप्रोहरू खिच्नु ओके गाइस अनि आजको भिडियो चाहिँ यहाँसम्मै होला हो अनि हाम्रो ट्राभल चार्जेस चाहिँ यहाँसम्मै होला अनि थ्याङ्क यू फर द वाचिङ द भिडियो अनि सब्सक्राइब गरेको छैन भने गरिदिनु होला भन्ने अनुरोध गर्दछु ओके अनि सी यू इन द नेक्स्ट भिडियो या टेक केयर